एकैछिन सुनौ वीरमौरीको कथा, एकैछिन सुनौ शिलाजीतको कथा, हो एकैछिन सुनौ चन्द्रज्योति अङ्ग्रेजी विद्यालयको कथा। दुई 2050 सालमा स्थापना भएको यस विद्यालयले वीर मौरीले चाहिँ अप्ठ्यारो ठाउँमा बसी उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ। शिलाजीतले चाहिँ अँध्यारोलाई उज्यालोसँग जोडेको छ। हिजो वर्षौं समय अघि आजको यो सपना देख्ने ती व्यक्तिहरू जयराम ताम्ली र चन्द्र घिमिरे परका ती चम्किला तारा जस्तै हुन्, टाढा धेरै टाढासम्म उज्यालो छर्ने। समयको अनेक आरोह र अवरोह बीच यो विद्यालय 60 साल चाहिँ गुणस्तरीय शिक्षातर्फ उभिरह्यो। त्यसैले त आज यसको सुवास संसारभर फैलिरहेको छ। हामी कहाँ कहाँ छैनौँ? नेपाल, अमेरिका, युके, अस्ट्रेलिया, दुबई, जापान, साउदी, कोरिया, कतार, अन्य धेरै धेरै। हामी के भएनौँ? डाक्टर, इन्जिनियर, शिक्षक, लयर, देशसेवक र अन्य धेरै के। हामी कमजोर हौला तर असत्य कहिल्यै भएनौँ। हामी बलियो होलाौँ तर ठुलो र ठालो कहिल्यै भएनौँ। आज समयसँगै प्रविधिलाई जोड्नु परेको छ। प्रविधि मैत्री कक्षा कोठाहरू बन्दैछन्। स्मार्ट र डिजिटल बोर्डसँगै हाइटेक क्लासहरूसँग अब हामी जोडिनेछौँ। सुविधा सम्पन्न मोडर्न कम्प्युटर ल्याबले विद्यार्थीलाई संसारसँग जोड्नेछ। पुस्तकालयको माध्यमले नानीहरूले अनेकको मन पढ्नेछन्, माटो पढ्नेछन्, हावा पढ्नेछन् अनि आकाश पढ्दै आकाश छुने सङ्कल्प गर्नेछन्। हामी अबेर होलाौँ तर अटेर छैनौँ। हामी गाउँमा छौँ तर मस्तिष्क गाउँले छैन। सहरमा गाउँको अभाव छ, हामीसँग गाउँ पनि छ र सहरलाई पछि पार्ने आँट र हिम्मत पनि। हामी छौँ, गर्नेछौँ। हामी हौँ र यो कथा हो चन्द्रज्योति अङ्ग्रेजी विद्यालयको।